हेलो गाइज, गुड मर्निङ। ल अब हाम्रो नयाँ युट्युब च्यानल आउँदैछ गाइज, छिटै है। रोशन सुरज ट्रेकिङ नेपाल भनेर आउन सक्छ गाइज है। अझै फिक्स भइसकेको छैन, हो कि नै। अनि म चाहिँ सुरज, मेरो साथी हेलो गाइज, म चाहिँ रोशन है। सो गाइज, टुडे वी आर गोइङ टु प्लानिङ फर होली होइन। जाने चाहिँ कहाँ होला भन्छ? जाने त कहाँ भन्दाखेरि हाम्रो के छ अहिले यो मौसम सिजन हेर्दाखेरि अलिकति अब गर्मी होइन। समर अब पोस्ट मनसुन सकेर प्री मनसुन लाग्ने बेला पनि होला। अब हाम्रो चाहिँ प्लानिङ के गर्नुपर्छ होलीमा भनेपछि होलीमा पानी पनि जान्छ होइन। होली बिना पानी हुन्न क्या। होली र रङ हामी खेल्न हुँदैन, पानी खेल्न हुन्छ। त्यो हिसाबले चाहिँ अहिले मैले के सोचेँ भन्दाखेरि अहिले लास्ट टाइम मैले यसो सोसियल मिडियाहरूमा यतात्यता हेर्दाखेरि चाहिँ भैरवकुण्ड भनेको तेरो चाहिँ कस्तो भन्दाखेरि खासै त्यो पपुलर नभएको के भैरवकुण्ड सिन्धुपाल्चोक सिन्धुपाल्चोकको। अनि त्यस्तो ठाउँहरूमा चाहिँ हामीले अलिकति आफ्नो देशको टुरिज्महरू लिएर सबै कुरालाई हेर्दाखेरि होइन, अब हाम्रो जुन छ नि अब नदेखेका कुराहरू देखाउने, लुकेका कुराहरूलाई क्यामेरामा लिएर आउने चाहिँ हामी प्रयास गर्नेछौँ। ल त्यसो भए अब प्लान बनाऊ होइन। होली हाम्रो कति गल्छ? होली हाम्रो कति गल्छ? होली होली हाम्रो भयो लगभग कति 29 गते 29 गते होली भयो होइन। ल यहाँबाट त्यसो भए 29 गते भनेपछि यहाँबाट 29 गते हिँड्ने बिहान, त्यसपछि लिएर त्यहाँबाट चाहिँ ट्रेकिङ गर्नुपर्छ होला होइन, हाइकिङ गर्नुपर्छ होला। यस्तो छ, अब यहाँबाट हामी काठमाडौँबाट हिँड्यौँ भने सिन्धुपाल्चोक जानलाई लगभग चाहिँ 3-4 घन्टा लाग्ला अराउन्ड होइन। अनि त्यसपछि चाहिँ हाम्रो ट्रेकिङ टुल्सहरूदेखि लिएर के छ त्यो कुरा पनि हेर्नु पऱ्यो होइन। बाइकमा जाने कि अब बसको के छ त्यो बुझ्नु पऱ्यो। मेन त हामी अब यो भ्लगै गर्ने भयो भने चाहिँ बाइकमै जानु पऱ्यो, बाइकमै रमाइलो हुन्छ, बाइकमै जाउँ। अनि तेरो यस्तो गर्ने अब ट्रेकिङ टुल्सहरूमा तेरो हाम्रो हुन्छ नि टेन्टहरू लिएर जाने कि टेन्ट लगिराख्ने, टेन्ट लाने सिलिङ मौसम वेदर के कस्तो हुन्छ त्यो अनुसारले गरौँला नि। टक्क गएर भैरवकुण्डमा चाहिँ हामी स्नान गर्न पनि सक्छौँ। त्यसबे गाइजहरू यो यदि हामीले भिडियो हालेपछि चाहिँ हाम्रो युट्युबलाई डोन्ट फर्गेट टु सेयर, सब्सक्राइब एन्ड कमेन्ट है। ओके गाइज, अनि त्यसपछि हाम्रो भिडियोहरू चाहिँ टक्क भाइरल गरिदिनु होला भन्ने अरे। भाइरल त हामी त्यस्तो भाइरल हुनलाई चाहिँ होइन, हामीले आफ्नो ठाउँ चिनाउनलाई हो, ठाउँ चिनाउनलाई प्लस अनि हाम्रो मेमोरीको लागि मात्र यो जुन कुराहरू हामीले अब मान्छेले धेरै देखेका छैनन्। साथीहरूलाई अगाडि के हामी कहाँ छौँ भनेर देखाइदिउँ न गाइज। हामी चाहिँ अहिले टक्क हाम्रो यो अहिले त नदेखाउँ, पछि देखाउन, धेरै पनि देखाउनु कि फेसबुक त्यसमा गाइज है। जस्ट फर फन।